नमस्कार है सबै मेरा युट्युब फेसबुक अनि टिकटकमा जोडिनुहुने सम्पूर्ण मेरा साथीहरूका लागि र मलाई धेरैजनाले मेसेज गरेर र सँगै क्यामनमा रहनुभएका र बाहिर रहनुभएका धेरैले सोध्नुहुन्थ्यो तपाईले कहाँ काम गर्नुहुन्छ, केमा काम गर्नुहुन्छ, तपाईको लोकेसन दिनु भनेर भन्नुहुन्छ। आज भने चाहिँ म तपाईहरुलाई मैले काम गर्ने ठाउँ र म बस्ने लोकेसन नै दिन्छु। र तपाईले अगाडि देख्न सक्नुहुन्छ यो चाहिँ क्यामन आइल्यान्ड है त। क्यामन आइल्यान्डको अब यो जस्ट टाउन हो। जस्ट टाउनको ठ्याक्कै यो चाहिँ यसलाई चाहिँ बेसर महल यहाँतिर देख्न सक्नुहुन्छ। कर्क फ्रीपोर्टको बेसर महल छ भने यहाँनिर चाहिँ साउथ टर्मिनल छ र यहाँनिर क्रुज शिपहरू आइरहेछन्। आज हामी परानी आउँदैछौ र सँगै यहाँनिर एउटा नि आइसकेछ नि। यतातिर तपाईले देख्न सक्नुहुन्छ अहिले देखेछ यहाँ पनि आइसकेको छ। र योनिर चाहिँ यो चाहिँ पोर्ट हो है, यो पोर्ट हो र यो यहाँनिर नर्थ टर्मिनल भयो। त्यसको ठ्याक्कै यता यो साइडमा तल यो रोड भयो है, देख्न सक्नुहुन्छ। रोडको ठ्याक्कै साइडमा तल चाहिँ कपडाको रिटेल सप छ भने र माथि चाहिँ दुई तलामा चाहिँ रेस्टुरेन्ट छ है। दुईटा तलामा रेस्टुरेन्ट छ। अहिले मैले भिडियो बनाउँदै गरेको चाहिँ यो 3 फ्लोरबाट हो भने 2 फ्लोर र 3 फ्लोरमा चाहिँ रेस्टुरेन्ट छ है त। र तपाईलाई यदि जान्नु छ भने या त तपाईलाई यो लोकेसन चाहिन्छ भने यही नै हो करेक्ट लोकेसन है त।